युक्रेनले 20% आफ्नो भूमि युद्धमा रसियालाई बुझाइसक्यो। सुरक्षाको बहानामा युएसएले आधुनिक प्रविधिमा महत्त्व बोकेको खनिजमा कब्जा जमाइसक्यो। कसरी? हामीले सामान्यतया बुझेको परिभाषा भनेको युक्रेन नेटो र युमा जान खोजेकोले रुसलाई मन परेन र रुसी राष्ट्रपति पुटिनको 90को अगाडिको युएसएसआर बनाउने महत्त्वाकांक्षाले रुसले युक्रेनमा आक्रमण गर्यो। तर यो मात्र कारण होइन। युक्रेनको दशा त 2011बाटै सुरु हुन्छ, जब नेचुरल ग्यास र इलेक्ट्रिक गाडीदेखि आधुनिक प्रविधिमा उपयोगी रेयर अर्थ खनिजमा युरोप र अमेरिकाको आँखा पर्छ। अनि युक्रेनको रसियासितको राम्रो सम्बन्ध चिरा पर्न थाल्छ। यता युले युक्रेनलाई फकाउँदै र लोभ्याउँदै भन्छ, आऊ युक्रेन हामीसित मिलेर व्यापार गर, तिम्रो 2 दिनमा पैसा डबल हुन्छ। ठ्याक्कै हेराफेरी फिल्म शैली। 21 दिन में पैसा डबल, उसके और 21 दिन बाद पैसा 4 गुना, उसके और 21 दिन बाद पैसा 8 गुना। अनि EU एसोसिएसन एग्रिमेन्टमा युक्रेनलाई हस्ताक्षर पनि गराउँछ। अनि उता इन्ट्री हुन्छ USA को, जसले रुससितको सम्बन्ध भत्काउन युरोपले लगाएको आगोमा घिउ थप्ने काम गर्छ। र त्यो घिउ हो मिडिया, र त्यो मिडियाको नाम हो च्यानल 5 नामक टिभी, जसका मालिक हुन् पेट्रो पेरिसेन्को, जसले 2003 देखि लगातार युरोप र युएसएले रटाएको बोलीहरू घुमाइ फिराइ उनीहरूको भजन गाइरहेर आफ्नो एङ्करिङ शैलीमा त्यसलाई बार बार दोहोऱ्याइ। त्यसपछि फेरि सर्भेन्ट अफ द पिपुल भन्ने प्रोग्राम लिएर आए वर्तमान राष्ट्रपति भ्लादिमिर जेलेन्स्की, जसले अनिल कपुरको चर्चित सिनेमा नायक शैलीमा देश परिवर्तन गर्ने भिजन देखाए, जसमा साथ युरोप र युएसएको हुने पाठ जनतालाई सिकाए। मिडिया भजनले युक्रेनी जनतालाई मन्त्रमुग्ध भेडो बनायो। जनताहरू सडकमा आए उही भजन लिएर। रुस पछि हट, युरो र युएसए आऊ देश, जसलाई युरो मेडन आन्दोलन नि भनिन्छ। अनि अचम्मको कुरा त यस आन्दोलनलाई बुस्ट गर्न र ऐक्यबद्धता जनाउन अमेरिकी सिनेटहरू युक्रेन आए। उता अमेरिका गजब गरे बाबुहरू भन्दै युक्रेनी जनतालाई भड्काउँदै ताली बजाउने, यता युक्रेनी जनताहरू देश आगो लगाउने। तत्कालीन राष्ट्रपति याङ्कोभिच भागेर रसिया पुग्यो। त्यसपछि उता रसिया सशङ्कित भयो। आफ्नो रणनीतिक स्थानहरू ध्यान दिने क्रममा उसले क्रिमिया कब्जा गर्यो। रसियन संस्कृति मिल्ने क्षेत्रहरूमा रसियन समर्थक युक्रेनी र युरोपियन समर्थक युक्रेनी बीच युद्ध भयो। युक्रेनमा गृहयुद्ध चम्कियो। तब आए मिडियाबाट चम्केका दुवै चुनाव जितेर पहिला पेट्रो पेरिसेन्को पहिलो गेमको जोक्कर र क्रमशः जेलेन्स्की दोस्रो गेमको जोक्कर।